हामी हिँडिसक्यौँ है साथीहरू। ल साथीहरू हिँडिसक्यो अब। साथीहरू हेर्नु होला, यो एकदम देशको लागि भनेको यस्तो हुन्छ। देशको झन्डा जेमा पनि, गाडीमा होस् कि होटेलमा होस् कि ढुङ्गामा होस् कि गाँडाहरू होस् कि जेसुकै होस्, यता चाहिँ देशको झन्डा हुन्छ। हाम्रो नेपालमा चाहिँ पार्टीको झन्डा हुन्छ साथीहरू। अब यता हाम्रो फेरि आज राष्ट्र भाइ ट्रेनिङ गर्दैछन् के हो मेरो जिन्दगानीमा। भाइ खै त अनि चस्मा छैन? चस्मा ब्रान्डेड लाउँछ ल। कहाँ हिँडेको हामी चाहिँ आज यो सगरमाथा भन्दा पनि अग्लो डाँडा छ भन्छ क्रोसियामा खै, त्यही पनि हेर्नु भनेको। आम्मा लाउरी हो नि त यार, फ्रान्स भिड्न जाने मान्छे हो। आम्मा चढिसक्यो चड्डीमा एकजना, यहाँ पनि चड्डी ल्याएर अर्को पनि चड्डी ल्याएर चढ्दैछन्। त्यो हाम्रो उकालोको यात्रा सुरु भइसकेको छ है। अब चाहिँ टक्क लाएर लुई हिँड्ने हो। यस्तो दौडिँदो रहेछ नि यार टोलीहरू अनि उकालोमा पनि। हेर्नु सक्नुहुन्छ हाम्रो शानदार पहाड हिरा। लेट्स गो। 24 आएको छ, इग्नोर दिस 24। लेट्स गो। उकालो कस्तो छ, गलिसकिएको छ यार यो समरको घाममा, कालो पनि भइसकिएको छ। अब हामी यता रेस्ट गर्नु थालिसके। Yes guys, what's up? Tao काका फेरि उकालो लाग्नु यस्तो छ साथीहरू। पुरै यो तारको सहारामा हामी लागिरहेको छौँ। गाउँघरमा यस्तो हिँडेको एक पुरा याद आइरहेछ। झल 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 के दौडिनुहुन्छ त यार उकालो यार? झोलामा गर्दैन। वाह आज त मर्ने भयो यार। बिस्तारै यार, मऱ्यो भने त गाह्रो हुन्छ त। घरको एक्लो छोरो पो त। ओ बल्ल बल्ल यहाँ हामी 3 भाइ भेट्यो। आम्मा यति चढिसक्यो यार। ओ यस्तो छ भ्यू हाम्रो यार। यहाँ 2 जना 5 भाइको टोलीमा यस्तो छ है हिजो। ज्याकेट त्यो खोलेर हिँड्नु कति सजिलो हुन्छ थाहा हुन्छ। ओ आम्मा हेर त गाई, यस्तो छ है। हातमा धेरै सजिलो हुन्छ। सेम मेरो यो जस्तै हातमा अर्को पनि थियो। लड्नु त म लड्दिनँ होला होइन, लडिहाल्यो भने पनि गाईहरूले मलाई समात्नुपर्ने अवस्था छ। फ्रेन्ड आउनु त यहाँ आउने त यताउति। हाम्रो मेन भ्लगर चाहिँ यता हुनुहुन्छ, तर होल्डर चाहिँ म हो। म त्यहाँ तपाईँको फोटो हानिदिन्छु। चलो गाइस चलो। पनिसमेन्ट त हान्दैन नि यसरी हिँड्यो भनेर। हाम्रो सहारा भनेको यही तार हो। त्यो डाँडो पुगिहाल्यो नि हौ सुभाष दाइ। त्यो डाँडो औडा सँगसँगै जानुपर्छ क्या। डोरी समातेपछि त भइहाल्यो नि, अरू यताउति केही हुँदैन। हजुर आउनु न, कहाँसम्म पुग्छ पुगौँ, त्यसपछि अनि अरू भन्नु त छ नि। अब कुरिलो सुरिलो अब के गर्नु, कुरिलो टिप्दै हिँड्ने कुरा भएन। यस्तै टङ्गिँदैछ टोलीहरू। ल बाटो यस्तो छ, बाटो यस्तो छ, यस्तो समात्ने हो। टक्क कसेर समातेर हिँड्ने। योभन्दा तल चाहिँ अलिकति खतरै उकालो थियो। अब त्यसपछि अब फेरि यहाँ यो कटेपछि योभन्दा माथि चाहिँ फेरि खतरा उकालो छ।
कसैलाई नभन् यहाँनिर ठाउँ ठाउँमा हावा त मजाले पुग्दो रहेछ हाम्रो दुईजना टोली यता आउने हुनुहुन्छ दुईजना टोली पछाडिबाट रिटर्न ब्याक हुनुभयो उहाँहरू चाहिँ उकालो अलि डेन्जरै छ भनेर फर्के हो राष्ट्र भाइ यस 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 यसो 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 भ्यू पनि दामी देखेको छ ल भ्यूहरू पनि यता नि हेर है मिल्छ भने चाहिँ कमान्डो गौरव खत्रीवटा यस यस dobro dobro गुड एक्सिलेन्ट है ए प्लस अझै ओहो मासुको झोल ल ठिक छ अब दामी दामी बादल त्यो बादलको सिनहरू दामी आएको छ लटोलीहरू हामीहरू चाहिँ यस्तो तलदेखि यस्तो 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 खालको भरिङहरू चरेर आइपुग्यो आमामा सो ए यो चाहिँ ठाडै छ यता चाहिँ ठाडै छ ठाडै छ डर से मत डरो डर के आगे बढ़ो डर के आगे जीते माउंटेन ड्यू सिगरेट गर्ने सिगरेट लेट्स गो हात त छोड्ने नै होइन हात त छोड्ने हैन यस्तो यस्तोबाट हिँड्नुपर्छ है टोलीहरू यसो भाइ हरियो अझै पनि यस्तो यस्तो खालको छ अझै अब यो उकालोमा योपट्टिको भाग चाहिँ धेरै डेन्जर छ अरू भनेको नर्मल नै छ त्यो माथिपट्टिको भाग चाहिँ अलिक मिल्छ भने भयो एकछिन फोक्सा हातमा आउने बेला भयो फोक्सा हातमा आउने बेला हातमा आउने बेला भइसक्यो कम त अनि पनि रफ्तार हिँड्नु नि त त्यो उकालोमा त अब चाहिँ देख्न थालेँ हाम्रो दुईजना टोली चाहिँ गाइस तलै छुटेको छ उहाँहरूलाई अहिले उद्धार गर्नुपर्छ मैले लगभग 60-70% हिँड्यो कि हामी दुईजनाले दुईटै हात हल्लाउँदै यसो फ्ल्याङ्किस दिँदै गर्ने यहाँ माथिबाट भिडियो हुँदैछ लु त 1 2 3 हात हल्लाउँदैछन् मोस्ट डेन्जरस हाइकिङ ओइ हतार नगरौँ है सुलुत्त फेरि डोरी चाहिँ नसरौँ त्यसरी आउट अफ ट्र्याक नहिँड्नु होला नहुनु मलाई बबाल एकदम दामी यस्तो छ भ्यू अब योभन्दा माथिबाट झन् अर्को भ्यू देख्छ अब यो तपाईँको झन् पुरै देख्छ तपाईँको दामी छ यहाँ फेरि अलिकति यस्तो डाँडामा बसेर हिँड्दैछन् टोलीहरू कुत्रुक अगाडि बढ्दैछन् बाटो त तलबाट रहेछ त्यो यार फेरि यस्तो खालको सिन पनि छ है तलतिर आज चाहिँ राम्रैसँग अगाडि हो आज कस्तो भयो त यात्रा कालोको यात्रा खासै राम्रो भएन यात्रा र डेस्टिनेसन राम्रै छ यो कुन राजाको माउन्टेनको केटा हो चिल्लाउन यार खासमा चाहिँ यस्तो हो यस्तो लगाएर आउने हो खासमा चाहिँ यस्तो बेल्टहरू झुन्डाउनु पर्ने हो हामी चाहिँ बिना बेल्ट झुन्डाएर यसरी आइयो यो डाँडाको सिनहरू यस्तो रहेछ डाँडा चाहिँ हाम्रो
इन्जोय गरियो, यत्रो चढ्यो लगभग हेरौँ साथीहरू यस्तो छ। यति माथि आयो हामी यता छौँ, 3 भाइ आइपुग्यो यार, दुःख सुख अनि प्रेम दाइ So now we are at the top of खाने म कहाँ खान्छु, म खाँदिनँ, चिसो खाने समय नै नखाने, म रेड बुल खान्छु। डर के आगे चिथे डर के आगे यस्तै सिधै कसैको छ, कसैको रेड बुल, कसैको बियर, अनि यता चाहिँ खैरे छ एउटा, के गर्दैछ खैरे सोल्टी, अब यस्तै हो। Okay, because we have too many rivers. This guy is from Nepal. Too many rivers we don't have sea. Yeah, because with Nepal, I think they were one of the issues, no? That they were like, I mean, like from Nepal, more or less, like that might into the water. It's China, The big and Chinese rivers will come all around. And Asian So caste have different. We three have three languages. No, different. cameraman राष्ट्र भाइ तिमीले बनाउन खोजेकै कुरामा तिमी छैन राष्ट्र भाइको सुटिङ भइरहेछ यस्तो ठाउँमा डन्डीहरू बाँधिएको छ, डोरीहरू यस्तो मसलातिर हिँड्नुपर्छ। अनि फेरि अब यहाँ यही बाटो हो तलबाट सिधै। टाइम फर रिटर्न गाइज। राष्ट्र भाइ चाहिँ अब भयो ये बोगा भइसक्यो फर्किने बेला भइसक्यो। हाम्रो कार्यक्रम आज सक्सेसफुल भएको छ। हामी एकदम सँगै हामी चाहिँ नेपाली हो। नेपाली इज लाइक अ मङ्की विदाउट हार्नेस। अब हामी पुरै इङ्ग्लिसमा मात्रै दिएर जाउँ है। ओके सो गाइस क्वेसन बुझ्दैन कि हाम्रो यहाँ के अरे हाम्रो अडियन्सले बुझ्नुहुन्न। सो अब 10 मिनट जति इङ्ग्लिसमा मात्रै कुरा गरौँ, अनि फेरि त्यसपछि फेरि अर्को 10 मिनट चाहिँ पुरै हिन्दीमा मात्रै कुरा गरौँ होइन। अनि त्यसपछि अनि तामाङ आउँछ कि अब दुईजना अब तामाङ आउँछ, तामाङ पनि कुरा गरौँ। सो गाइज वी क्लाइम Tasidale, we climb this hill and By foot without any safety and harness. by foot left and right होइन। Left and right. Foot up, hand down. Sometime up and sometime down sometime down. English स्कुल Sometime missionary, sometime cow, sometime doggy. स्कुल all around. स्कुल पढ्न जाने बेला चाहिँ यस्तैतिर यसो चरा मार्न हिँड्थ्यो। इङ्ग्लिस चाहिँ यस्तै हो फेरि, यस्तै जङ्गलतिर चरा मार्न हिँड्थ्यो। आज हामी कुन पोजिसनमा आयौँ भनिदिनु न प्रेम दाइ, यत्रो स्ट्रगल गरेर हामी यहाँसम्म आइपुग्यौँ सेफ्टी बिना होइन। विदाउट सेफ्टी तर रिक्सै थियो। पोजिसन चाहिँ कस्तो थियो हाम्रो आजको? पोजिसन त अलिकति थियो, बादर पोजिसन थियो। नयाँ पोजिसन हामी लर्न गरिसक्यौँ। पोजिसन मङ्की पोजिसनमा हामी चाहिँ डाँडा काँडा घुम्यौँ आइयो। 10 मिनट एक्जिस्ट। सो वी क्लाइम लाइक अ मङ्की। So like that, we came here and like that, finishing like that. सो साथीहरू इङ्ग्लिसमा यति दुःख गरेर छ हामी। इङ्ग्लिस हेर्नु कस्तो इङ्ग्लिस बोल्छ हामी, सटटटटटट लाइक दिस। यो हाम्रो ओकाली चढाइ, अनि त्यसपछि इङ्ग्लिस बोलाइ, योहरू हेरेर चाहिँ ट्याक्क टिङ सब्सक्राइब चाहिँ गरिदिनु होला। भेटे मैले एउटी सुन्दरीलाई। हामीसँग के को ट्यालेन्ट छ र? हेलो हेलो बिस्तारै बिस्तारै लाइक दिस। थ्याङ्क यू। बिस्तारै भाइ भाइ राम्रोसँग जानु। एकदमसँगले यस्तै हो जिन्दगानी, कहिले उकालो कहिले ओह्रालो, जिन्दगानी कहिले सुख कहिले दुःख होइन। कहिले घाम कहिले पानी यही छडको सङ्घर्ष पछाडिको यो मुमेन्ट हाम्रो लागि अमूल्य रह्यो। यात्रा कुनै स्वर्गभन्दा कम थिएन। पोइन्टहरू चाहिँ आयो अब चाहिँ यादगार सँगसँगै अमूल्य याद बिग्यो भनेको एउटा ब्युटिफुल मोमेन्ट विथ द मेमोरी। यतिको हान्ने मान्छेले चाहिँ क्यामेराको अगाडि राखेर हान्नु लाउनु थियो। दिनु ठिक छ, सुनिरहेको छ तर उहाँको भोइस लाउँछ, सुन्दैछ। ल
तर साथ दिने कुरामा र इन्जोय गर्ने कुरामा कतिखेर अगाडि फेरि यतापट्टि सिन पनि यस्तो छ फेरि सिनहरू पनि यस्तो हेर्दै हिँड्दा है अब हामी मात्रै हेरेर भएन तपाईँहरूलाई देखाउनु पऱ्यो गाइज होइन एक गुरिलो यसरी छोड्छन् यहाँ कुरिलोहरू कुरिलोको माया मार्दै आज हामीले उता पनि अनि त्यो जङ्गलको बाटो हेऱ्यो भने त झन् शीतल भयो होला शीतलको योभन्दा अघिल्लो भ्लगमा तपाईँहरूले एक देख्नुभयो त्योभन्दा अगाडिको भ्लगमा कुरिलो देख्नु भएको थियो अब हामी त्यही कुरिलो छोड्दै हिँडिरहेको छौँ अब अर्को पालिको भ्लग हाम्रो के हुन्छ अरे गाइज स्विमिङ स्विमिङ हुन्छ हाम्रो अब पिउँदिन भयो ट्याउ ट्याउ ओया बिर्ख्यो यो दिन भन्दा भन्दै खिलायो साथीले साथीहरू रेड बल खाएर यस्तो गीत गाउँछन् फेरि अब मलाई अलि गाह्रो छ मलाई गाह्रो छैन गाह्रो मलाई जिउन यहाँ तिमी बिना सबैजना राम्रो लाग्दैन संसार यहाँ हो क्यामेरा बिना गोरी सुन रे गोरी सुन रे तिमी कहाँ म कहाँ तिमी आउने आशैमा भन म कसरी बाँचु रे सबैजनाले आधी आधी गीत चाहिँ आउँदो रहेछ आदि 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 सबैले आदि आदि गीत गाएर नि त्यो 1 घन्टाकै गीत बन्छ क्या फेरि है सबैजनाले आधी आधी गीत गाएर मिक्स गीत बनाएर बनाउनुपर्छ क्या अरू जान्छ एउटा केही बिना हिस्ट्रीको कुनै ठाउँ नहुँदो रहेछ सबैले कुनै न कुनै एउटा हिस्ट्री र एउटा महत्त्व बोकेको ठाउँहरू हुँदो रहेछ त्यसैमा आज हामी एउटामा पुगेर फर्किँदैछौँ तर धेरै राम्रो थियो हाम्रो यात्रा राम्रो थियो उकालोहरू सिरिङ सिरिङ थियो है सिरिङ सिरिङ खालको उकालो बुस बम आउने खालको उकालोहरू जुन धेरै डेन्जर थियो भन्ने चाहिँ हामीले पनि सुनेको पाइरेट्सहरूले यो माथि बसेर यहाँ हिँडिरहेको कुनै ठुला सिपहरू हेर्थे अरे जब उनीहरूले सिप देख्थे कुनै सिप आएको ठुलो सिप आएको तब उनीहरूले आफ्नो साथीहरूलाई यहाँ माथि बसेर इन्फर्मेसन दिन्थे अनि उसको साथीहरूले चाहिँ सिप लुट्ने काम गर्ने सिपहरू हिँड्ने ठाउँ सिपहरू हिँड्ने ठाउँ चाहिँ यो यतापट्टि त्यसैको लागि बनाएको ठाउँ अहिले यसो टुरिस्टहरूको प्रमुख स्थल बनेको छ घुम्नको लागि तर आउनु अलिक गाह्रो छ क्लाइम्बिङ अलिक खप्यारै छ हाम्रो जस्तो विदाउट रुफ विदाउट सेफ्टी ट्राई नगर्नु होला यो हाम्रो सुझाव वाउ वाउ नाइस नाइस वन्स मोर 1 करोडको त्यो सेन्टेन्स भएन बसाएर सेफ्टीको लागि कति ध्यान दिएको ठाउँ छ केही गरी ढुङ्गाहरू झर्छ भनेर यतिसम्मको प्रोटेक्सन छ प्रोटेक्सन हो है प्रोटेक्सन चाहिँ खतरै राम्रै खालको थकाइ मारेको हो नि त आजको फिनिसकेर काबालाई बनाइदिनु अब त फिनिस लेखौँ होइन राष्ट्रिय रमाइलो रहेछ मास्टर सबै कुन जङ्गलबाट झर्न गरे यो बाटो अनि यो पल्लो बाटो सिधै भएको हुन्छ अनि चढिन्छ आज जे भयो भने 40 युरो रहेछ छैन क्या त्यस्तो डरमा 20 युरो रहेछ सेफ्टीको गाह्रै भयो होइन भर्खर खोलेर लाउँछ आउँदैछ